नमस्कार, स्वागत छ तपाईँलाई मायासँग मनका कुरामा। म आज तपाईँहरूलाई सुनाउँदैछु एक प्रेम कथा, स्कुल लभ। सायद तपाईँहरूको पनि स्कुल पढ्दा कोही कसैसँग प्रेम बस्यो होला। तपाईँले त्यो प्रेम पाउनुभयो या पाउनु भएन त्यो त मलाई थाहा भएन। तर अधिकांश स्कुल पढ्दाको प्रेम अधुरै रहन्छ। भनिन्छ पहिलो माया कहिल्यै पुरा हुँदैन, तर पनि त्यो मायालाई कहिल्यै भुल्न भने सकिँदैन। माया त त्यो हो जसलाई पाउँदा र गुमाउँदा दुवै कुराले खुसी मिल्छ। यो एक अधुरो प्रेम कथा हो, मेरो र उसको, जसलाई मैले मनैदेखि माया गरेको थिएँ। आउनुहोस्, आज म तपाईँहरूलाई सुनाउँछु मेरो अधुरो प्रेम। म सानै नै थिएँ, त्यस्तै 14-15 वर्षको उमेर थियो होला। म पढ्ने स्कुलमा एउटा नयाँ केटीको आगमन भएको थियो। ऊ हेर्दा अत्यन्तै राम्री अनि सोझी पनि थिए। उसको बाटुलो अनुहार, मृग नयन आँखा, ती कलिलो ओठमा रातो लाली लगाएकी उनी। उसको रेशमी कपाल हावाले उडाउँदा त हाय हाय यस्तो लाग्थ्यो उनै हो मेरो सपनाकी परी। उसलाई मैले पहिलो हेराइमा नै आफ्नो बनाइसकेको थिएँ। कल्पनामै उसँग हजारौँ सपना देखेको थिएँ। जब उसलाई पहिलो पटक भेटेँ नि, तबदेखि मेरो दिनको दैनिकी नै बदलिएको थियो। उनी एक दिन स्कुल नआउँदा मेरो मनमा अनेकौँ खुल्दुली हेरेर जागेर आउँथ्यो। उसलाई केही पो भयो कि ऊ किन नआएकी होला। म स्कुलमा निराश भएर बस्थेँ। म मनमा नै अनेकौँ प्रश्न गर्थेँ। ऊ किन आइन, के का लागि आइन, यस्तै कुराहरू सोचिरहन्थेँ। पहिला त मलाई उसको नाम समेत थाहा थिएन। बिस्तारो उसको नाम थाहा पाएँ। उसको नाम थियो शर्मिला। जस्तो मान्छे त्यस्तै नाम भन्ने। सायद उसको बा आमाले ऊ अनुसारकै नाम राखिदिएको होला, शर्मिला। खुब राम्रो नाम थियो, शर्मिला। बिस्तारै उसको बानी बेहोरा सबै कुरा थाहा पाउँदै थिएँ। लाग्थ्यो ऊ अरूभन्दा निकै अलग छे। उसको बोल्ने बानी, हिँड्ने शैली, आफूभन्दा सानालाई गर्ने व्यवहार र ठुलालाई गर्ने व्यवहार अरूभन्दा निकै फरक थियो। लाग्थ्यो कि उसमा छोरी मान्छेमा हुनुपर्ने सम्पूर्ण संस्कारहरू सिकेर आएकी छ। यति सानै उमेरमा यति धेरै कुराको ज्ञान उसलाई थाहा थियो। आफूभन्दा ठुला मान्छेसँग कसरी बोल्ने, सानालाई कस्तो व्यवहार गर्ने। उसको यस्तो बानी देखेर मलाई अचम्म लाग्थ्यो। शर्मिला साँच्चै नै मेरो लागि ऊर्जा बनेकी थिए। जब शर्मिला म पढ्ने स्कुलमा आई, तब मेरो सम्पूर्ण नराम्रो बानीहरू मैले त्याग्दै गएको थिएँ। म मेरो होइन, उसको नजरमा राम्रो बन्न चाहन्थेँ। मैले कोसिस पनि गरेँ। मलाई थाहा थिएन उसले मलाई माया गर्छ या गर्दैन, तर मैले भने भित्रभित्रै उसलाई माया गर्न लागिसकेको थिएँ। समय आफ्नै गतिमा अगाडि बढिरहेको थियो। दिनहरू बित्दै थिए। शर्मिला र मेरो भेट भएको पनि निकै समय भइसकेको थियो। तर पनि किन शर्मिलाको आँखामा आँखा जुदाएर हेर्न, बोल्न भने मेरो हिम्मतै आएन। समय बितेसँगै मेरो बानी बेहोरा बदलियो। बिस्तारै मेरो इतरको प्रेमबारे साथीहरूलाई पनि थाहा भयो। तर शर्मिला मेरो प्रेमबारे अन्जान थिए। उसलाई कसरी माया गर्छु भन्ने, कसरी उसँग प्रेम प्रस्ताव राख्ने, उसँग बोल्न डराउने म उसलाई माया गर्छु कसरी भन्न सक्थेँ र। म हरेक क्षण, हरेक पल शर्मिलालाई आफ्नो सपनामा, कल्पनामा अटाउने कोसिस गर्थेँ। विद्यालयदेखि घरसम्म, घरदेखि विद्यालयसम्म सम्झिरहन्थेँ। ऊ कहिलेकाहीँ विद्यालय ढिलो आउँदा यी मेरा आँखाहरूले स्कुलको गेटतर्फ हेरिरहन्थे। झन् शर्मिला विद्यालय नआउँदा त
मेरो पुरा दिन नै खल्लो हुन्थ्यो। भित्रभित्र म टुट्ने गर्थेँ। समय बित्दै गयो। मेरो माया भने झन्झन झन्झन गाढा हुँदै गएको थियो। मैले उसलाई माया गर्छु भनेर भन्ने हिम्मत कहिले गर्न सकिनँ। हाम्रो बोलचाल भनेको सामान्यतया स्कुलमा खेल्दा होमवर्क साट्दा मात्र हुने गर्थ्यो। नत्र भने शर्मिला र म टाढाबाटै हेरेर आफ्नो मन बुझाउँथ्यौँ। दिनभरि उसलाई हेरिबस्थेँ म। फेरि रात परेपछि उसैको कल्पना गर्दै अनेकौँ सपना बुन्दै म त्यतिकै निदाउने गर्थेँ। यो माया भन्ने कुरा कस्तो रहेछ। जब कसैलाई यो दिलमा राख्यो नि, तब ऊबाट एकपल पनि टाढा हुन मनै नलाग्ने। बेला बेला शर्मिला पनि मलाई हेरिरहन्थे। तर म भने शर्मिलाको आँखामा आँखा जुदाएर हेर्नै सक्दैन थिएँ। उसको आँखामा आँखा जुदाएर बोल्न पनि सक्दैन थिएँ। मेरो कमजोरी थियो कि यो पहिलो माया नै यस्तै हो, त्यो त मलाई थाहा थिएन। तर शर्मिलासँग म मनै बोलिरहन्थेँ, कुरा गरिरहन्थेँ। मलाई साथीहरू भन्ने गर्थे, आफ्नो मनको कुरा भनिहालै, नत्र तेरो शर्मिलालाई अरू कसैले उडाउला नि। साथीहरूको यो कुराले मलाई रिस पनि उठायो। तर साथीहरूको यो कुरा भने जायज नै थियो। साथीहरूसँग म रिसाउनु भनेको मेरो मूर्खता बाहेक अरू केही थिएन। मैले साथीहरूको कुरालाई स्वीकार गरेँ। साथीहरूले भनेअनुसार मैले शर्मिलालाई प्रेम प्रस्ताव राख्ने निर्णय गरेँ। तर शर्मिलासँग प्रेम प्रस्ताव कसरी राख्ने, मेरो मन भने डराइरहेको थियो। त्यही पनि मेरो मन भने हार मानिरहेको थिएन। मैले भरको हिम्मत जुटाएँ। शर्मिलालाई माया गर्छु भन्ने कोसिस गरेँ। तर शर्मिलाले मेरो प्रेम प्रस्तावमाथि केही जवाफ दिन। म निराश भएँ। आफू भित्रै टुट्न थालेँ। फेरि अर्को मनले सोचेँ, यदि शर्मिलाले मलाई माया नगर्ने भए उसले सिधै मलाई माया गर्दिन भन्थ्यो होली। उसको मनमा केही थियो र त ऊ चुपचाप थिए। यही सोचेर फेरि मैले मन बुझाएँ। उसको जवाफको प्रतीक्षा गर्न लागेँ। के भन्ली त उसले? 2-4 दिन बित्यो। शर्मिलाको केही जवाफ आएन। त्यसपछि मैले शर्मिलालाई फेरि सोधेँ, शर्मिला, के भयो तिमीलाई? किन मेरो जवाफ नदिएको? उसले मलाई भने, हेर, म पनि तिमीलाई मन पराउँछु, तर तिमी भने मलाई माया गर्छौ। माया गर्नु र मन पराउनु एउटै कुरा होइन नि, फरक कुरा हो। तिमी एकदमै राम्रो छौ, असल छौ। हेर, तिम्रो यो प्रस्ताव अरू कोहीले स्वीकार गर्छ। तिमी जस्तो असल मान्छे कसलाई मन पर्दैन र? तिमीलाई आफ्नो बनाउने चाहना कसलाई हुँदैन र? तिमी आफूले आफूलाई सम्हाल। म तिम्रो एउटा असल साथी बाहेक अरू केही भन्न सक्दिनँ। किनकि म अरू कसैलाई माया गर्छु, मन पराउँछु। उसको यो कुरा सुन्न साथ म त छाँगाबाट खसे झैँ लाग्यो। र उसले भने, मलाई यो सब कुरा भनेर तिम्रो मन दुखाउने थिएन। त्यसैले म चुपचाप थिएँ। म भोलि नै सहर जाँदैछु। अब यहाँ कहिले आउँदिन होला। उसको यो कुरा सुनेर मेरो आँखाहरू रसाए। उसले मेरो हात समात्दै भने, मैले सोचेको थिएँ यहाँबाट गएपछि सबै कुरा भुल्छु होला, तर अब त केही कुरा भुल्न सक्दिनँ। म तिमीलाई जीवनभर मिस गर्छु। उसले आफूसँग भएको बलपेन मेरो हातमा राख्दै भने, लौ यो राख। मेरो याद आएको बेला यसलाई हेर्नु। जीवनको रङ्गिन पाना यसैले कोर्नु। ऊ त्यहाँबाट गई। म भने बलपेनलाई हेरेर आँसु झार्दै बसिरहेँ। अझै पनि शर्मिलाको याद आउँदा म त्यो बलपेनलाई हेर्छु। त्यसैले म जीवनको सुन्दर अक्षरहरू कोर्छु।
मिस यु शर्मिला।